यहाँलाई नमस्कार। म कन्सल्टेन्ट फिजिसियन अनमोल पौडेल तपाईँहरूलाई एउटा सानो जानकारी लिएर आएको छु। उच्च रक्तचाप या हाई ब्लड प्रेसर सम्बन्धी बिरामीहरू फोन गरेर होस् या मेसेज गरेर होस् भन्नुहुन्छ, डाक्टर साहब मेरो प्रेसर कहिले 150-90 देखाउँछ, कहिले 180, कहिले 110, औषधि खान के गरौँ कसो गरौँ। यस्तो भन्नुहुन्छ भने तपाईँहरूले केही सावधानीहरू अपनाउनु भएको छैन, जसले गर्दा प्रेसर तलमाथि देखाएको छ। मान्छेको ब्लड प्रेसर तलमाथि हुनु स्वाभाविक हो। दौडधुप गर्दा, स्ट्रेसमा, चिया कफी खाँदा ब्लड प्रेसर बढ्न सक्छ। आराम गर्दा, योगा गर्दा, तपाईँ सुत्दा, तपाईँको मानसिक तनाव कम हुँदा प्रेसर घट्न सक्छ, घटेको हुनसक्छ। यो फिजियोलोजिकल कुरा भयो। अब तपाईँले औषधि नखाने के खाने भन्ने कुरा, तपाईँले 24 घन्टे ब्लड प्रेसर, जसलाई हामीले एबिपिएम एम्बुलेटरी बिपी मोनिटरिङ भन्छौँ, त्यसमा एभरेज ब्लड प्रेसर माथिल्लो 135 भन्दा माथि छ, तल्लो डायस्टोलिक ब्लड प्रेसर 85 भन्दा माथि छ भने तपाईँले औषधि सेवन गर्नुपर्ने हुनसक्छ। तपाईँलाई त्योभन्दा महत्त्वपूर्ण कुरा अर्को के म तपाईँहरूलाई जानकारी दिन चाहन्छु भने ब्लड प्रेसर नाप्नु अगाडि तपाईँले रक्सी खाएको हुनुहुन्न, पिसाब फेरेको हुनुपर्छ, कफी या चिया 30 मिनट अगाडि खाएको हुनुहुन्न, 5 देखि 10 मिनट आराम गरेर मात्र ब्लड प्रेसर लिनुपर्छ। मुटुको जुन हामीले ब्लड प्रेसर नाप्छौँ त्यो कफ मुटुको लेभलमा हुनु पर्यो। त्यसै गरी तपाईँले कपडा खोलेर नाप्नुपर्छ, जसले इरर 10 देखि 12-15 सम्म इरर सिस्टोलिकको इरर गर्न सक्छ। त्यसै गरी क्रस लेग भनेको खुट्टा यता क्रस गरेर बस्न मिल्दैन, सिधा गरेर दुवै बस्नु पर्यो। त्यसै गरी एक्सर्साइज गरेर आएर, चुरोट खाएर आएर, कफी खाएर आएर ब्लड प्रेसर नाप्नु भएन। शान्त वातावरणमा कफको लेभल मुटुको लेभलमा राखेर नर्मल कफ साइज, व्यक्तिअनुसारको साइज हुन्छ। टु स्मल कफ भयो अथवा टु लार्ज कफ भयो भने पनि, मेजरिङ कफ भयो भने पनि त्यसमा इरर आउन सक्छ। अनि तपाईँले ब्लड प्रेसर नाप्दाखेरि सिट क्वाइटली भन्छ भनेको गफ गर्नुभयो, ध्यान अन्त दिनुभयो, तनाव लिनुभयो, ओहो मेरो ब्लड प्रेसर के होला कसो होला भनेर स्ट्रेस लिनुभयो भने पनि त्यसमा इरर आउन सक्छ। त्यही भएर यी सबै कुराहरूको सावधानी अपनाएर ब्लड प्रेसर नाप्नुभयो भने बल्ल एकुरेट भ्यालु पाउन सकिन्छ। औषधि सेवन गर्ने नगर्ने कुरा मैले तपाईँलाई भनिहालेँ। 24 घन्टे ब्लड प्रेसर, मिरुलाको जाँच, थाइरोइडको जाँच, इसिजी, मुटुको इको, सम्पूर्ण कुराको जाँच गरेर, निर्त्युल गरेर प्राइमेरी हाइपरटेन्सन हो या सेकेन्डरी हाइपरटेन्सन हो पत्ता लगाएर चिकित्सकको सल्लाहबाट मात्र औषधि सेवन गर्नुहोला। औषधि पसलमा देखाएको भरमा औषधि सेवन नगर्नुहोला। हस्, धन्यवाद।